सुख तिमीलाई दिएर दुःख मेरो भागमा लिन पाऊ, हाँसो तिमीलाई दिएर आँसु मेरो भागमा लिन पाऊ। सधैँ एउटै प्रार्थना घुमाउने घरैको छाला सबसे माया। हेलो साथीहरू, नमस्ते, गुड मर्निङ। हाम्रो युट्युब च्यानलमा सबै साथीहरूलाई स्वागत गर्दछु। अनि आज चाहिँ भएको छ मेरो बुढा र छोरा। अब चाहिँ छोराको मेरो भदाको बर्थडेमा हामी आमा छोरा जान आँटेको छौँ। मेरो चाहिँ गाडी आइसकेको छ, यहाँ फोन आइसक्यो। अब हामी चाहिँ जाँदैछौँ। मेरो बुढा के भन्न चाहनुहुन्छ? केही पनि भन्दैन, गाडी आयो प्याक गरेर पुगिहाल्नु छ। हस्, धन्यवाद। अब म चाहिँ सबैजना फ्यामिलीसँग भेटेपछि हजुरहरूलाई देखाउने छु। म अलिअलि गाडीमा गएको भिडियोहरू नि हल्का हल्का देखाउने छु। ल, हेरेर साथ दिनु होला। अब चाहिँ म चाहिँ गाडी चढिसकेँ। हामी चाहिँ गाडी कुरेर बसिराखेको छौँ। मेरो छोरा चाहिँ गाडी चढ्न पाएपछि चाहिँ बेसरी खुसी हुन्छ। म चाहिँ सधैँ गाडीमा हिँड्छु, दाइको गाडीमा। मेरो दाइलाई मेरो युट्युब च्यानलमा स्वागत छ है। यसो अब फर्स्ट सिक्दै होइन, के गर्नु, टाइम पास नि। यसो बच्चाले पछि ठुलो भएर हेर्छ नि त छोरा। बहिनी अघि आइसक्यो होइन, मलाई लिन आयो भन्दै थियो। अनि होइन फेरि आज बाबा घर अरे उसको ससुरा। अनि भएपछि चाहिँ ल ल आऊ, म अस्ति चाहिँ लिन आऊ भनेको थियो। ल ल म ट्याक्सीमा सिधै आउँछु, तिमीलाई लिन भनेको थिएँ मैले। अनि फेरि त्यसो भन्दाखेरि चाहिँ अहिले चाहिँ बाबाले पुऱ्याइदिइसकेर अघि नै, त्यही भएर छिटो आऊ भनेर मलाई फोन गरिसकेँ क्या। म तपाईँलाई बसेर छिट्टो तपाईँ छोडेपाटन जानुभएको रहेछ। ल हामी चाहिँ आइपुग्यौँ। मेरो बहिनी त्यहाँ छेउ। अङ्गुर स्याउ खाँदै पसल जान लाग्यो। कहाँ पसल दिनु? मैले सिधै जान भनेको, म गाडी उडेर त अनि बाबाले फोन गर्दाखेरि त त्यही हामी चाहिँ आइसक्यौँ है। अब चाहिँ मेरो मम्मी त्यहाँ देख्न सक्नुहुन्छ, मेरो भाउजू चाहिँ त्यहाँ हुनुहुन्छ।
यस्तै छ है। अब म चाहिँ एकछिनपछि भाउजूहरूसँग बोलेको देखाउँछु। यस्तै छ, म आइसकेँ। बाबा चाहिँ त्यहाँभित्र हुनुहुन्छ, मेरो मम्मी है। अब म चाहिँ बाबा चाहिँ के गर्दै हुनुहुन्छ म भन्छु है त। अनि सेवारो बाबा, अनि कस्तो छ त मेरो बाबालाई? अनि के खाइराख्नु भएको छ? हेर्नु न, मेरो बाबा चाहिँ अघि नै माछा र रक्सी खाइराख्नु भएको रहेछ। मेरो मम्मी, मेरो दाई, मेरो युट्युब च्यानलमा तिमीलाई स्वागत छ। मेरो मम्मी चाहिँ राम्रो राम्रो गीत गाउनुहुन्छ। म अहिले पछि चाहिँ मेरो मम्मीलाई पनि गीत गाउन लाउँछु, तपाईँहरूले सुनेर साथ दिनु होला। मेरो बहिनी, मेरो युट्युब च्यानललाई स्वागत छ। भन दिदीको युट्युबमा के मेरो बहिनी भोक लाग्यो रे। अनि छोरीको युट्युब च्यानलमा आएपछि के भन्न चाहनुहुन्छ भन्नु न? के भन्नु हुन्छ नि यसो? म चाहिँ बर्थडे नातिको बर्थडे, कान्छा छोराको छोरा नाति छोरी बुहारीसँग सबैसँग भेटघाट आएकोमा हजुरहरूलाई शुभकामना छ। धेरै धेरै आशीर्वाद दिनुहोस्। लाइक सब्सक्राइब गरिदिनु। मेरो छोरीको लागेर सरार गरिदिनु। मेरो मम्मी चाहिँ यस्तै हुनुहुन्छ है। अब यस्तै त हो नि होइन। त्यही भएर मेरो मम्मीले यति बोलिदिनु भयो, त्यसमै म धेरै ह्याप्पी भइराखेको छु। मेरो बाबा चाहिँ तर अलिकति रक्सी लभर हो क्या मेरो बाबा चाहिँ। धेरै यो रक्सी खान हुँदैन, छिटो खाँदैछ त अनि त्यही भएर खान हुँदैन। नातिको बे खान बाँकी छ, खाने नि अनि मेरो बाबा त यस्तै भन्नुहुन्छ क्या। ल अहिले पछि है, अब यति नै। अहिले म चाहिँ खानाहरू देखाउँछु ल तपाईँहरूलाई। खाना खाने बेलामा भेटौँला। यहाँ चाहिँ मेरो साइली बहिनीको छोरा देख्न सक्नुहुन्छ है। लोयहाङ माबु करेस्मा थाम्देन हाङ के अब हामी चाहिँ खानपिनतिर आइराखेको छौँ। सक्नुहुन्छ मेरो भाउजू, प्यारो मेरो भाउजू। अनि के बनाउनु भएको छ त हजुरले चाहिँ आज छोराको बर्थडेमा? हजुर यो चाहिँ देख्न सक्नुभयो होला तपाईँहरूले, ब्राउन पापड। अनि यो चाहिँ आलु भुजिया, यो चाहिँ साग। ओ माई गड, यत्रो धेरै! म अलरेडी झन् त्यसै मोटो छु, झन् यस्तो मिठो मिठो बनाएपछि चाहिँ आज हाम्रो बर्थडेको पार्टी चाहिँ यति नै हो। मेरो जेठा दाई हो, मेरो जेठा दाईको के भन्न चाहनुहुन्छ बहिनीको युट्युबमा? ल भन्नु। के भन्ने हो, मेरो बहिनीहरू एकदम गुड होइन। उनीहरूको भिडियोहरूमा चिया पका मकै भयो। मेरो जेठा दाई हो, भान्सा दाई हो, भानिसभित्रै हन्। अब अहिले एकछिनमा ल। यहाँ चाहिँ भान्जा बोकेर मामा ह्याप्पी। के खानु भएछ? यो फालो छ र फालो थाहा गर न।
मामा भान्जा चाहिँ त्यहाँ तल आफै हिँड्छ भन्छ कान्छ त्यो त मान्दैन आफै हिँड्ने रे केही खानै मान्दैन छोरा त्यसो नखाला है डराउँछ फेरि मेरो छोरा चाहिँ भुम भुम मात्रै भन्छन् बाबा चाहिँ त्यहाँ आउँदै हुनुहुन्छ हुन्छ खानासाना खाएर यहाँ देख्दै सक्नुहुन्छ है मेवा मेवा चाहिँ खट्टा जजेन यो चाहिँ त मस्त बन्ने हुन्छ क्या मुख पुस्न पर्ने रहेछ मुख पनि आमा कस्तो फरे फरे यसलाई भुमभुम मात्रै आज बाजेसँगै भुम भुम जाने भनेर जोजेन चाहिँ रिसाइराखेकी छिन् है छोरा भित्र त घुमाउँछ यहाँले घुमाउँछ म चाहिँ अहिले चाहिँ यता तलतिर छु प्लेन पहिला झरेको थियो नि त यहीँ तलनिर हो प्लेन झरेको चाहिँ अनि यसो घुम्न नि पर्यो बल्ल घरबाट बाहिर निस्किँदाखेरि यस्तै छ है हाम्रो प्रोग्राम चाहिँ भनौँ न अब यता गयो भने चाहिँ मन्दिर जानुपर्छ चाहिँ मन्दिर छ है यस्तो छ हेर्न सक्नुहुन्छ यस्तै छ हामी चाहिँ यही मन्दिर थियो यहाँ चाहिँ यस्तो छ है मन्दिरहरू छ यहाँ देख्न सक्नुहुन्छ यसरी भजन गाइराख्नु भएको छ यसरी नाच्नु पाइन्छ यहाँ चाहिँ हामी चाहिँ देख्न सक्नुहुन्छ है भजन चाहिँ यसरी गाएर नाच्नु भइराखेको छ अनि चाहिँ नाच्दैछ यसरी देख्न सक्नुहुन्छ है सबैले हजुर ए हुन्छ यस्तो छ है तपाईँहरू पनि आउन सक्नुहुन्छ यस्तो रमाइलो हुन्छ तपाईँ पनि अनि त्यो भएर कलतिरको बाटोको रमाइलो भइरहेछ कस्तो भइरहेछ तपाईँलाई बर्थडेमा नि आएको यसो यहाँनिर नजिकै मन्दिर छ त्यही भएर म चाहिँ मन्दिरमा यसो तपाईँहरूले मन्दिर नि देखाउँ भनेर है मन्दिर पनि यसो दर्शन गराएको म चाहिँ अहिले फर्किँदैछु है
फेरि म चाहिँ आइसकेको सब फोटो खिच्यो त? है यहाँनिर मेरो भदाहरू चाहिँ स्कुलबाट आइसक्नु भएको छ अब चाहिँ हाम्रो केक काट्ने आँटेको छ बर्थडे बोय चाहिँ यसरी बाबा यता मेरो अर्को भदा हामी चाहिँ खासै गरेको छैनौँ सानो गरेको बच्चाको रहरको लागि लाइट बाल्नु न अघि आएको ह्याप्पी बर्थडे टु यु होइन त्यही दुइटै एक हात होइन निकालिहालेछ दुइटासँगै हो त्यसो गर्नु न चाहिँदैन कि टुप्पा हातमा बोकेर यस्तो गर्ने हो नि त यो यहाँ गाड्ने होइन नि त बोकेर बालेर यहाँ चाहिँ फुपू चाहिँ फोटो खिचिरहेको चाहिँ साइली फुपू चाहिँ ठुलो मम्मी Happy birthday to you. चिसो लागेछ Happy birthday to you. Happy birthday, Balu. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, Bada. अनि खुका गर Birthday to you. Happy birthday to you. Happy birthday. उता दादा चाहिँ त फेरि एक्साइटेड to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. आफैले खान्छ अब त्यो जुटो लगाउनु हैन फेरि मेरो भदा चाहिँ केक काटेर पनि आफै खाइराखेको छ है अनि बाबाले खाइदियो तपाईहरुको मनमा अब बाबाले खाइदियो यसो गरेर ल अब के गर्ने टीका लगाइदियो बाउले बाबाले छोरालाई अलि बीचमै बस्छ उले खुवाइदियो र क्या सिजल चाहिँ होइन हैन सिजल त किन उसको बर्थडे भोलि पर्सि आउँछ ल ल खाएको फेरि खुवाइदिनु त म यहाँ फोटो खिच्छु फेरि काटो गरेर थोरै यताको केक नि देखाइन बिचमा बाउ छोरालाई देखा भनेको खुवाइदेऊ न कान्छाले छिटो खिच्नु छोराले त कति हो कति अब बोजू बाजे अर्को नाच्यो जुटो हान्छ फेरि अरूले दादाले खुवाइदिएको छोरा दादाले खुवाइदियो दादाले त्यो नगर्न भनेको ल छोडिदेऊ अब दादाले खुवाइदिनु काटेर दादालाई दादाले फेरि दादा जुठो पारेर यिनीहरु त जुठो मिलिहाल्छ नि कत्रो फेरि बाउको मुखमा आँट्छ आएको हैन दादाको मुखमा दादा खुवाइदियो ल बाई पहिले दादाले गरिदियोस् न त्यो झर्छ हामीले दादासँग हातले यसो गरेर दादा र छैन भाइलाई पनि खुवाइदियो ल त्यहीँबाट भाइलाई खुवाइदियो अब यताबाट यसो लिएर न दाजुभाइ कहिले मिल्ने हो दाजुभाइ कहिले झगडा गर्ने म तिमीले खाऊ ल अब खाउने छ अनि सबै दिन गर्ने ल टिका हालिदिनु बोजूको पालो
अब चाहिँ उयो मिल्ने झगडा नगर्ने ज्ञानी हुने धेरै पढ्नुमा आग गर्नुपर्छ लक्ष्मीको दुध बेचेको पैसा 2 हातले ल दोगा नमस्ते गर दोगा आगे मानी हुनु ज्ञानी हुनु है बाबु यता हेर्छ यता हेर्छ हात लगा यता हुनु पर्यो नि यस्तो गर्ने यस्तो गर यस्तो गर अलि टु यस्तो गर्न जान्छ यस्तो दामी दादा त फेरि यति एक्साइटेड क्या दादा त भैँसीको पाडा ल्याउने भनेको के भने माइजू जानु न तपाईँ एकछिन अब त्यो खाने मिठै हो क्या कसको बच्चा ठुलो मम्मीले लगाइदिनु हुँदैछ थ्याङ्क यू खोइ नमस्ते गरेको त्यसले त फुल पो खैदियो खैदे मुखमा आ गर्दै खैदे स्क्याम भयो भक्तिको छैन लागेको छ हेर त ल हेर ए रिसाको ल छिटो छिटो अब छाना लगाइदिउँ ल गिफ्ट छैन एउटा गिफ्ट छ नि यस्तो राम्रो माहौल झन्डै बिगार्ने चाहिँ बाजेको पालो ह्याप्पी बर्थडे टु यु भन्नु न भनेको क्या कुखुरा बोल्दैछु मिलेर दुनियाँलाई देखाउनु राम्रो गर्नु खाने होइन अन्त कति धेरै पैसा भयो अरे बुहारी त हुन्न कस्तो कालो निस्क्यो त बाबु त मेरो भाडाको बर्थडे ज्ञानी हुने ठुलो मान्छे हुने पर्छ खाइदिन्छ बाजे खानु चाहिँ हेर नि भति 2 हात खाप्नु त्यो चाहिँ खाने मात्रै चाहिँ हेर नि तिम्रो जुत्ता खै ल तिमीलाई पनि ल के फेर तिमीलाई टोपीले आजै ल 2 जनाको पनि गर उसले त लाइसक्यो कस्तो लाग्यो त फुपूको गिफ्ट हो र पैसा हेर फुलै फुल मात्र सबै खाएर सक्ने गयो के साह्रो छेरिन्छ एक्लै खान्छु भन्छ छेरिन्छ भन्छु आइ लागे हे भगवान् एउटा त सबै भ्याउन आँटेन त पैसा त्यसलाई त क्रिमहरू मन पर्दो फुल सबै खान्छ फुल सबै खाएर मेरो भदाले त लास्ट हँसाइदिँदो रहेछ हिँड्ने भएपछि पनि हिँडेको हिँड्ने गर्ने बाजेसँग नबस्ने रे ह्याप्पी भ्यालेन्टाइन डे माया तिमीसँग भेट हुनु सौभाग्य हो मेरो हरेक बिहानीको तिमी सुरुवात हो मेरो मैले फेर्ने सास र एकमात्र आस हो तिमी मेरो यसरी बाबा छोरा गुम्बा घुम्दै हुनुहुन्छ
म चाहिँ उहाँहरूको पछि पछि तिमीलाई एक्लै हुन दिन्न जीवनभरि रोन दिन्न झ्याप्पै 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 भोट हालौँ है मिली माटोमा संस्कृति राम्रो लाग्छ अन्य साटोमा साथ चलेंगे रास्ते कैसे भी हों एक दूसरे का साथ नहीं छोड़ेंगे आएंगे उतार चढ़ाव मुश्किलों के तूफान भी भरोसा टूटेगा एक दूसरे से विश्वास टूटेगा पर हम अपना प्रेम आखिरी दम तक निभाएंगे दुनिया चाहे लाख बार चाहे पर हम एक दूसरे का हाथ